नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो स्वास्थ्य च्यानलमा। के तपाईको पनि पेट दिनदिनै बढिरहेको छ? धेरै मानिसहरूले सोच्ने गर्छन् सायद मैले धेरै खाना खाएर होला, तर वास्तविक कारण केवल धेरै खाना मात्रै होइन, हाम्रो दैनिक बानी, खानपान र जीवनशैलीमा पनि हुन सक्छ। यदि समयमा ध्यान दिएन भने पेट बढ्ने समस्यापछि सुगर, हाई ब्लड प्रेसर र मुटु सम्बन्धी रोगको कारण पनि बन्न सक्छ। आज हामी पेट बढ्नुका 5 मुख्य कारणबारे जान्नेछौँ र भिडियो अन्तिमसम्म हेर्नुहोला। आजको हाम्रो पहिलो नम्बरमा रहेको छ धेरै चिनी र जङ्क फुड खानु। कोल्ड ड्रिङ्क्स, चिप्स, बर्गर, पिज्जा र मिठाई जस्ता खानेकुरामा धेरै सुगर र अनहेल्दी फुड हुन्छ। यी खानेकुराले शरीरमा बोसो जम्मा गराउँछ, विशेष गरी पेट वरिपरि। धेरै मानिसले थाहा नै नपाई दैनिक यस्ता खानेकुरा खाइरहेका हुन्छन्, जसले बिस्तारै बेली फ्याट बढाउँछ। यसैका साथ हाम्रो दोस्रो नम्बरमा रहेको छ एक्सर्साइज नगर्नु। दिनभरि बसिरहने बानीले शरीरमा क्यालोरी बर्न हुँदैन। अफिसमा धेरै बस्ने, मोबाइल चलाउने वा फिजिकल एक्टिभिटी कम हुने मानिसहरूमा पेट बढ्ने सम्भावना धेरै नै हुन्छ। दिनमा कम्तीमा 30 मिनेट हिँड्दा पनि शरीरलाई धेरै फाइदा हुन्छ। हाम्रो तेस्रो नम्बरमा रहेको छ राति ढिलो सुत्ने बानी। लेट नाइट मोबाइल चलाउने, धेरै समयसम्म जागा बस्ने वा पर्याप्त निद्रा नलिने बानीले शरीरको हार्मोन इम्ब्यालेन्स हुन सक्छ। यसले भोक बढाउँछ र पेटमा बोसो जम्न सुरु हुन्छ। स्वस्थ शरीरका लागि राम्रो निद्रा धेरै नै आवश्यक हुन्छ। हाम्रो चौथो नम्बरमा रहेको छ स्ट्रेस धेरै लिनु। धेरै तनाव हुँदा शरीरमा कोर्टिसोल हार्मोन बढ्छ। यो हार्मोनले पेट वरिपरि फ्याट जम्मा गराउन मद्दत गर्छ। लगातार स्ट्रेसमा रहने मानिसहरूमा बेली फ्याट छिटो बढ्न सक्छ, त्यसैले मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै जरुरी छ। आजको हाम्रो पाँचौं नम्बरमा रहेको छ खाना खाएपछि तुरुन्त सुत्नु। धेरै मानिसहरूको बानी हुन्छ खाना खाएपछि सिधा ओछ्यानमा जाने। यसले डाइजेसन कमजोर बनाउँछ र शरीरमा बोसो बढ्न मद्दत गर्छ। खाना खाएपछि कम्तीमा 20 देखि 30 मिनेट हिँड्ने प्रयास गर्नुहोला। र अन्त्यमा, यदि तपाईँ पनि पेट बढ्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने आजदेखि यी खराब बानीहरू परिवर्तन गर्न सुरु गर्नुहोस् र सानो परिवर्तनले पनि ठूलो फरक ल्याउन सक्छ। यस्तो स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो स्वास्थ्य च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।